नमस्ते, म सुकु श्रेष्ठ। स्वागत छ मेरो च्यानलमा हजुरहरूलाई। आज म कटहरको तरकारी बनाउने रेसिपी लिएर आएकी छु। आशा छ हजुरहरूले मन पराउनुहुनेछ भनेर। मैले यो एउटा ठिक्कको काँचो कटहर लिएको छु। अब कटहरलाई यसरी पिस पिस पार्दै जानी। काटेपछि कटहरको चोपलाई पानीमा पखाल्यो भने हातमा चोप लाग्दैन। कटहरलाई ठिक्क ठिक्कको पिसमा काटेर पनि रेडी भयो। ग्यास अन गरेर एउटा भाँडामा पानी राख्छौं कटहर बोइल गर्नको लागि। अब यो कटहरलाई राखिदिने। थोरै बेसार राखिदिने। यो बेसार राखेर उमाल्यो भने राम्रो कलर आउँछ। यसलाई लगभग 10 मिनेट जति उमाल्नु पर्छ। यसलाई ढाकिदिने। यसको लागि मैले 2टा प्याज र अलिकति गोलभेडा लिएको छु। प्याजलाई सानो सानो पिस गरेर काटिदिने। यो टमाटरलाई पनि बोइल गरेको पनि 10 मिनेट भयो। हेर्नुस् त यो सफ्ट भएको छ। ग्यासको फ्लेम अफ गरिदिने। अब यसलाई छान्नीमा राखेर यसरी पानी तर्काइदिने। एक पटक चिसो पानीमा पखाल्ने। ग्यास अन गरेर प्यान तताउने र तेल राख्ने कटहर फ्राई गर्नको लागि। तेल तातिसकेपछि कटहरलाई राखिदिने फ्राई गर्नको लागि। अब चलाइदिने। यसलाई 5-6 मिनेटसम्म यसरी नै फ्राई गर्दै जाने। यसरी फ्राई गरेर पकाउनु भयो भने कटहरको तरकारी स्वादिलो र मिठो हुन्छ। फ्राई गरेको 6 मिनेट पनि भयो। अब यसको तेल तर्काउनको लागि हामी छान्नीमा राख्छौं। अब यसलाई तेल तर्काउनको लागि साइडमा राखिदिने। ग्यास अन गरेर कराई तताउने। कराई तातिसकेपछि तेल राखिदिने 125 ml। तेल तातिसकेपछि मेथी राखिदिने थोरै। यो अघि काटेको प्याज पनि राखिदिने। प्याज रातो नभइन्जेलसम्म यसरी नै चलाउँदै पकाउँदै गर्ने। जिरा सानो चम्चाको 1 चम्चा राखेर चलाइदिने। यो लसुन र अदुवाको पेस्ट 1.5 चम्चा राखिदिने। 1 चम्चा अनि यो आधी चम्चा चलाउने। लसुन अदुवाको स्मेल हटाउनको लागि एकछिनसम्म फ्राई गरिरहनु पर्छ। यो राम्रोसँग फ्राई पनि भइसक्यो। बेसार 1 चम्चा राखिदिने। नुन 1 चम्चा। सबै मिक्स हुने गरेर चलाइदिने। अब ग्यासको फ्लेम लोमा राखेर मसलाहरू राखिदिने। यो जिरा धनियाको पाउडर ठुलो चम्चाको 1 चम्चा। चाट मसला 1 चम्चा सानो चम्चाको। नुन राख्दाखेरि चाहिँ अलि विचार गर्नु होला। हामीले यो चाट मसला पनि राखेका छौं। यो गरम मसला सानो चम्चाको 1 चम्चा। यो नर्मल रेड चिल्ली पाउडर सानो चम्चाको आधी चम्चा। यो काश्मिरी रेड चिल्ली ठुलो चम्चाको 1 चम्चा। यो सबैलाई राखिसकेपछि एकछिनसम्म फ्राई गर्दै जाने। अघि काटेको टमाटरलाई ग्राइन्ड गरेर लिएको छु। यसलाई पनि राखिदिने र राम्रोसँग मिक्स हुने गरेर चलाइदिने। यो टमाटरलाई राम्रोसँग पकाउनु होला। यसको काँचो स्मेल नहटिन्जेलसम्म। यो 4-5 वटा हरियो खुर्सानी पनि राखिदिने। टमाटरको ग्रेभी पनि रेडी भयो। हेर्नुस् त कति राम्रो देखिएको। हाम्रो यो मसलाबाट तेल छुटेर माथि माथि आएको छ। हेर्नुस् त अब यो रेडी भयो। 1 गिलास पानी राखिदिने। एक पटक राम्रोसँग चलाइदिने। यसलाई ढाकेर एकछिनसम्म उमाल्ने।
यसलाई एकछिनसम्म उमालेपछि यो कसुरी मेथी राखिदिने र चलाइदिने। यसलाई एकछिनसम्म पकाउनु होला। यो अघि फ्राई गरेको कटर हो, यसको तेल तर्किएको छ, हेर्नुस् त। यो कटरलाई अघि पकाएको ग्रेभीमा राखिदिने। पानी राखिसकेपछि पनि लगभग हामीले 6-7 मिनेट यसलाई पकायौं। अब यसमा हामी कटर राख्छौं। कटरलाई राखिदिने र मजासँग चलाइदिने। अब यसलाई ढाकेर एकछिनसम्म पकाउने हाई फ्लेममा। मसिनरी काटेको धनिया राखिदिने। नुन र पिरो चाहिँ आफ्नो स्वाद अनुसार राख्न सक्नुहुनेछ। हजुरहरू पनि यसरी नै आफ्नो घरमा बनाएर खानु होला। हेर्नुस् त, हाम्रो कटरको तरकारी बनाएर पनि रेडी भयो। अब ग्यास अफ गरिदिएँ। अब म प्लेटमा राख्दै छु। हेर्नुस् त, कति राम्रो, कति मिठो देखिएको। हजुरहरूलाई यो रेसिपी मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब अवश्य गरिदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। फेरि अर्को रेसिपीमा भेट हुने नै छौँ। हजुरहरूको दिन शुभ रहोस्। थ्याङ्क यू। नमस्ते।